घुम्न निक्लेको हामी हैन घुम्न निक्लेको कोस्टान्टा टक्क तपाईहरुलाई भ्यू देखाउँदैछु तर र यहाँ चाहिँ डल्फिन सो अहिले चाहिँ हामीलाई बस आयो सिटी बस हो ल हामी अहिले कोस्टान्टाको ट्याक्सी हैन ट्याक्सी हेर्न जाँदैछौँ हैन यो जाँदै गर्दाखेरि हो बाटोमा एकछिन पछाडि हामी पुग्छौँ तपाईहरुलाई त्यहाँको पनि प्रत्यक्ष लाइभ देखाउनुहुनेछ तपाईँ कहाँदेखि हेर्दै हुनुहुन्छ हामीलाई लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई एकदम राम्रो ठाउँ छ घुम्नलाई रोमानियामा को हुनुहुन्छ बुझ्दै हुनुहुन्छ आउनुहोस् घुम्नलाई एकदम राम्रो ठाउँ छ तपाईहरुलाई नेपालदेखि त भन्न सकिँदैन रोमानिया भएको जति हुनुहुन्छ नि आउँदा घुम्न आउँदा एकदम पर्यटकको एकदम गन्तव्यको ठाउँ हो यो एकदम राम्रो ठाउँ हो घुम्नलाई देख्न सक्नुहुन्छ यता पनि छ हल्का सानो समुद्र यो त तपाईँलाई मैले स्याम्पल मात्रै देखाइरहेको छु अब भन्नु चाहिँ नि यो त ट्रेलर मात्रै हो पिक्चर चाहिँ बाँकी छ भने चाहिँ अब एकछिन पिक्चर देखाउँछु त्यसै गर्नुहोस् यो ट्रेलर मात्रै हो हामी जाँदैछौँ अहिले जाँदैछौँ बाटो छ भने लगभग 5-7 मिनटमा पुग्छौँ होला तपाईँलाई एकछिनमा सब कुरा देखाउनेछु मैले त्यहाँ पहिले जमानाको पहिलेको पुरानो ट्रेन हो यो हो के भन्छ माछा मार्नु यसो हामी पहिले बाल्यकालमा माछा मार्नु जान्थ्यौँ होइन अहिले यसले फर्काइदिएछ धेरै पुरानो हो यो जहाज सायद यस्तो मुभीहरूमा त देख्न पाइन्छ यति नै हो हामी यहाँ झर्नुपर्छ अब हिँडेर जाने हो ल अब देख्न सक्नुहुन्छ चारैतिर हरियाली छ नेपालको कुनै नेपालको फिल हुन्छ यहाँ कुनै छैन चारैतिर हरियाली एकदम हराभरा काठमाडौँ पनि यस्तै गराउँदै हुन्छ बालेन सरलाई उहाँलाई धेरै धेरै धन्यवाद यस्तै भन्नुहोस् केही वर्षपछि नेपाल जाँदाखेरि हाम्रो देश हाम्रो नेपाल यस्तै भएको हेर्न पाऊँ हाम्रो राजधानी काठमाडौँ मात्र नभए है सबै कुरा हराभरा एकदम सुन्दर ट्राफिक जाम भन्ने कुरो हुँदैन नन स्टप यो 2 लाइन बाटो छ नेपालमा पनि यति बाटो त बनाउन सकिहालिन्छ नि तर सिस्टममा भयो भने त सजिलैसँग हुन्छ अब यहाँ त्यति धेरै ठुलो बाटो छैन यही नै छ यसमा सबै कुरा भइरहेछ नेपालको जति ठुलो बाटो भए पनि त्यो सिस्टम नभएर रेस्टुरेन्ट बसेर तपाईँ तातो चिसो चाहिँ पनि खान सक्नुहुन्छ पार्किङ एरिया यहाँ अबको जुलाई 6 देखि 9 सम्म एकदम ठुलो भव्य मेला लाग्दैछ यहाँ के भन्छ नेभ्रेसी एकदम ठुलो यहाँको लगभग रोमानियाको लगभग आधी मान्छे यही आउँछ र अनि बाहिर देशबाट त्यस्तै गरेर धेरै ठुलो मेला लाग्दैछ तपाईँ यदि रोमानियामा हुनुहुन्छ भने जुलाई 6 देखि 9 सम्म आउन सक्नुहुन्छ हेरेर इन्जोय लिन सक्नुहुन्छ उयोहरू त्यही नै छौँ ल अब केही छिन पछाडि तपाईँ पिक्चर पनि हेर्न सक्नुहुनेछ अब हामी लगभग यो नआउने ठाउँमा आइपुगेका छौँ हामी युरोपको नुहाई कस्तो हुन्छ त आज हेर्नेछौँ हामीले युरोपको नुहाई के भन्नु आज म पनि फर्स्टचोटि युरोपको नुहाई हेर्न जाँदैछु सायद म पनि नुहाउँछु होला आज होइन खालि मुभीमा मात्रै देखिरहेको थिएँ अब रियल लाइफमा हेर्दैछु खालि मुभीमा मात्रै देखिरहेको थियो आज रियल लाइफमा हेर्दैछु युरोपको नुहाई के भन्नु तपाईँ आज हेर्न सक्नुहुन्छ युरोपको नुहाई स्विमिङदेखि लगाएर सबै कुरा हजुर माथिबाट हामीलाई अनि यहीँबाट जाऊँ यार
लाइभ गर्दै हुन्छ होइन कस्तो लाग्छ लाइभ प्रतिक्रिया दिनु होला हामी भन्नुपर्छ यिनको लाइभ फलो गरिरहेछन् स्विमिङको घन्टा बिराछन् भएर अहिले हामी पनि स्विमिङ गर्नुपर्छ तपाईँको हो मैले कस्तो नहुने होइन त बाल्न कति गर्ने घाँस सेकाउने के भन्नु यो हो युरोप तपाईँ स्ट्यान्डअपको स्विमिङ लाइभ गर्दै हुनुहुन्छ होइन लाइक गरिदिनु होला वेट गरिदिनु होला अनि फर्स्ट चाहिँ आजै हो यतातिर आएको मलाई थाहा छैन नौको दृश्य देख्न पाइसकेको छु मैले आज देखेको सेयर गर्दै यस्तै अरू भिडियो हेर्नको लागि लाइक कमेन्ट अनि फलो गरेर साथ दिनुहोस् नहुने अनि आएर बाल्न बाल्यकालमा सारातिर गएर खेल्थ्यौँ यस्तै यहाँतिर हुँदो रहेछ बाल्यकालमा यो देखेर मलाई बाल्यकालको याद आयो हजुर चारैतिर यस्तै हो यहाँ मात्र होइन चारैतिर यस्तै हो तपाईँ एक दिन पनि घुम्न सक्नुहुन्न देख्न सक्नुहुन्छ आँखाले
आँखाले भ्याइसकिँदैन त्यहाँसम्म नै यस्तै हो होइन जहाँसम्म आँखाले भ्याइँदैन हामीले आँखाले भ्याइने सुरु गरौँ जहाँसम्म त्यहाँसम्म नै यस्तै छ स्विमिङ नै हो सारा मान्छेहरू यहाँ आएर नहुने त्यही हो यो अहिलेको यहाँको सिजन हो नहुने सिजन